भोट त्यति यो हुइममा दिने कुरा होइन। भोट राजनीतिक संस्कार भएकालाई नै दिनु होला। राजनीतिक संस्कार नभएको व्यक्तिहरू संसदमा अथवा सरकारमा गए भने मलाई लाग्छ मुलुकलाई राम्रो भन्दा नराम्रो बढी हुन सक्छ। प्रणाली भत्काउन पनि सक्छन्। त्यसकारणले राजनीतिक संस्कार सबभन्दा ठुलो हो। राजनीतिक संस्कार को लागि चाहिँ भोट हाल्नु होला। त्यो माग गरेर भोट हाल्नु होला। जसलाई भोट दिँदाखेरि पनि राजनीतिक संस्कार चाहिन्छ है। यसबाट विचलित नहुनु होला। अथवा तपाईसँग छैन भने पनि राजनीतिक संस्कार विकास गर्नु होला। अथवा सुरुदेखि नै कोही राजनीतिक संस्कारयुक्त छ भने त्यो पहिचान गरेर यहाँहरूले भोट हाल्नु होला भन्ने हो। यद्यपि अब यस्तो खालको मैले भन्न हुन त यो मेरो कुरा अब तटस्थ नै रहेर भनेको कुरा हो कि राजनीतिक संस्कार वृद्धि हुने गरी, राजनीतिक सुशासन वृद्धि हुने गरी विवेक पुर्याएर मतदान गर्नु होला। त्यो भयो भने नेपाल र नेपालीको जय हुनेछ। हुन्छ सर, धन्यवाद। हस्, धन्यवाद।